हेलो एन्ड नमस्ते, वेलकम टु युट्युब च्यानल न्यू भ्लगमा स्वागत छ। आज चाहिँ म बिहान उरुस गर्दै कामतिर ड्राइभरको जिन्दगी के छ र केटा हो हेर्नुहोस् यस्तो छ। आज चाहिँ हामी बङ्गाचुली नल्लाको बाटो चाहिँ खत्तम छ। बिचमा तपाईँहरूलाई देखाउँछु। खतरा बाटो भन्ने कि यात्रा खाल्टो ठाउँमा छ बनाउनु भएको छ। हेर्दै गर्नु होला। आज चाहिँ म खतरा भ्लगिङ गर्छु। बुरुस यस्तो छ, मान्छे यस्तो छ, जाडो बिहान 5 बजे हालत। साथीहरू यो फेरि हाम्रो काम गर्ने ठाउँ। आज चाहिँ यो गाडी लगेर जानुपर्छ मार्केटिङ। के हो दाजु? जान जाडो आएको क्या स्टार्ट गरिसके। गाडी चाहिँ यस्तो छ। हाम्रो दाजु चाहिँ पुरा जोसेरोमा सेल्सम्यान हो कि सेक्सम्यान गड्डा वाचन यस्तो छ गाडीको हालत त्यस्तो छ। हाई ल साथीहरू, बाटोमा टाइममा मुख पनि धुएको छैन बुढोसाइ गर्दै आयो, मुखै धोएन। त्यो माथि धुनुपर्छ। यस्तो चिसो काला फुटेर बड्डाको काम। ल बाटोमा बिचतिर देखाउनु। हेलो साथीहरू, अहिले हामी सिस्नु खोलादेखि यस्तो बाटो खत्तम छ कि होइन दाजु? खत्तम छ। यो अलि राम्रोसित अलि आउनु होला। अहिले यो बाइक साइक चाहिँ चिप्लिन्छ, नआउने होइन, आउँछ तर चिप्लिन्छ। अलि राम्रोसित बिस्तारै आउनु होला। स्कुटी बाइक साइक। अहिले चाहिँ हामी पानीधारा आइपुग्यौँ। अनि कार चाहिँ स्पेसल तल चाहिँ बम्पर चाहिँ छुन्छ है। कार चाहिँ नआउनु होला। अहिले बाटो चाहिँ देखाउनु पाएन साथीहरू। बाटो चाहिँ देखाइन्छ। यो चाहिँ पानीधारा, यो टिप्पर अड्डिने अड्डा। पानी टक्क खाने चिसो गर्मी महिनामा। अनि त्यो जाडो महिनामा त के खाने हो र साथीहरू। अगाडिको बाटो यस्तो छ। अब अगाडि हामी बढ्दैछौँ माथितिरको। अहिले मोडमा देखाउँछु तपाईँहरूलाई। यो सेलेप नबनाएर यस्तो यो ढलाइवाला नगरेर खत्तम भएको अगाडि साथीहरू। पानीधाराको नजारा हिँड्दैदेखि टिप्पर खसिरहन्छ। हिँड्दिन स्पेसल यो ठाउँमा चाहिँ तपाईँहरू टिप्पर ड्राइभर हुन्छ नि, अलिक बिस्तारै लिनु होला। हिँड्दैदेखि चाहिँ सधैँ खसे तल ट्याक्क तल गएर टिप्पर के हो यहाँ त ब्रेक तातेर हो कि टिप्पर चाहिँ खस्दै यो साइडतिर। अलिक बिस्तारै ड्राइभर साथीहरू आउनु होला। हेर्नु त साथीहरू, त्यहाँ हेर्नु। त्यही भएर मैले भनेको बाइक यसरी लड्छ भनेर। हेर्नु त यहाँ चिप्लो छ कि यो पानी हालेर यो यस्तो गराएर यो चिप्लो छ कि। हेर्नु त त्यो बाइक लडेर यहाँ झन्डै तल गएन छ। हेर्नु त त्यो देखा आपने लापरवाही का नतीजा है। यहाँ चाहिँ चिप्लो गराएको कि यो पानी हालेर यो खत्तम बनाएको। पानी पनि थोरै हाल्नु पर्ने हो नि। खै कता जानु लाग्यो लडेर खत्तम झन्न तल गएन छ। अन्त त्यत्रो हेभी बाइक दुईजनाले तान्दा पनि बल्ल आउँछ। बुलेट खत्तम छ साथीहरू यो बाटो त। हेर्नु त यस्तो चिप्लो पानी सानी परेर टिप्पर अगाडि टिप्परले सहयोग गर्छ। झन्न ड्राइभर राम्रो रहेछ। हामी त यहाँ चिसोमा काटेर त्यहाँ गइहाल्नु भएको थियो। त्यही भएर हामी चाहिँ झन्डै तल गयो भन्नुहुन्छ। हेर्नु त्यस्तो छ, खत्तम छ क्या जिन्दगी। बर्बाद छ साथीहरू यो बङ्गाचुली बाटो। के हो यस्तो ठाउँमा चिप्लो बस्मै चिप्लो छ क्या। बाइकमा आउने बेला त खत्तम हो। अस्ति चाहिँ म आएँ यार राम्रोसित चिप्लिरहन्थ्यो। आयो भने चिप्लिरहन्थ्यो त्यस्तो गर्थ्यो। चिप्लिन्थ्यो आयो साथीहरू। यो हिँड्दिन यो सवारीकोटको स्कुल निरको के यो तल्लो सवारीकोट माथिल्लो होइन। यो हिँड्दिन चाहिँ यस्तो छ। यो ढलाइसलाइ गरेर यस्तो गराखा। माथिको मोड चाहिँ अलिक खतरा छ कि तपाईँले देखाउँछु एउटा। यस्तो छ कि खतरा। त्यहाँ न यस्तो ढलाइ गर्छ न केही गर्छ। हेर्नु होला अहिले
साथीहरू यो मोड हेर्नु त यो पुष्पलाई पनि मोड नपुगेर यस्तो छ यत्र खाल्डो पनि सबभन्दा डेन्जर मोड यता हेर्छ यो यस्तो छ खै मलाई देखाउँछु हेर्नु साथीहरू मोड चाहिँ खतरा छ अस्तिको यो बङ्गलादेशको युवाहरूले त राम्रो गरेको थिए 1-2 दिन बन्द गरेर गरेको थिए तर के गर्ने पछि पुलिसको ल्याप्प घुस खायो कि केटाहरूले गोले खायो बाटो हिँड्दिनको सेलेक्टले पठाउनु पर्ने यो पर्न चाहिँ घोराइ पर्छ घोराइको युवाहरू पनि अलि लागेर यार यो घोराइ एरिया पर्छ कि उतातिर बङ्गलातिर पर्छ यताको गाउँले पनि भन्नुपर्ने एक्सिडेन्ट हुने जस्तो छ डेन्जर ल साथीहरू त्यही गर्नुहोस् यसलाई जति सहयोग सक्नुहुन्छ सेयर गर्नु होला टिकटकमा युट्युबमा सबमा हाल्छु साथीहरू त्यो तलको मोड त्यस्तो खत्तम छ कि सेलेब बनाउने यो मोडमा यस्तो बाटो बनाउनु पर्ने छ कि हालत यस्तो छ त्यो मोड भस्मै डेन्जर मोड छ त्यो कटिङ पुग्दैन गाडीहरू पनि कत्रा खाल्टा भएर त्यो चाहिँ भन्नु पर्यो यार त्यो घोराइतिर पर्छ यस्तो गाउँपालिकाले हुन्छ कि यताको यो माथितिर यो सगरमाथाको सिमेन्टवालाको बोले हो बनाइदिनु पर्यो यार यस्तो त के हो यार तपाईँहरूको हालत मान्छेहरू यहाँ हिँड्न सक्दैनन् गाडीहरू चिनेर खत्तम छ जिन्दगी यस्तो साथीहरू भन्नु पर्यो पहल गर्नु पर्यो यस्तो छ यो हार्नादेखि तल त खत्तम छ क्या बाटो खत्तम छ उता जुम्ले पानी उता के भन्छ बङ्गलाचुलीतिर चाहिँ राम्रो बनाइरहेछ अहिले उताको युवाहरूले राम्रो गरेर बन्दसन्द गरेर फर्काउँछन् कि उतातिरको युवाहरू जेन्जीहरू अनि जेन्जीहरूले राम्रो गरे खानु उता यता चाहिँ के हो यो घोराइ एरिया पर्छ यो त्यही भएर हो कि के हो यो दाङ जिल्ला परेर यस्तो खत्तम छ बाटो साथीहरू भन्नु पर्यो अन्त यो यसको हर्न यसको चाहे हर्न यसको यो चाहिँ हर्नक बजार यस्तो त सानोतिनो छ तर ठिकै छ हर्नक बजार हुनलाई फाइनली मुर्कुटी भयो हेर्नुहोस् मुर्कुटी फाइनली सिन गाउँतिरको फाइनली मुर्कुटी बजारैमा